म यो हाम्रो सुनपति 3 मा चाहिँ हजुर। हाम्रो हस्पिटलमा चाहिँ अब उपचार राम्रै भइरहेको महसुस भयो किनकि चाहिँ कानको प्रब्लम भएको थियो। हजुर के भयो थियो तपाईँको कानमा? कानमा चाहिँ तपाईँको त्यो खर्ल खर्ल हल्लिन्थ्यो दुवै कानमा? दुवै कानमा हल्लिन्थ्यो। अनि 2 दिन अगाडि चाहिँ के भयो भने तपाईँको नआउँदाखेरि चाहिँ कान बन्द भयो। बन्द भइसकेपछि यहाँ चेक जाँच गर्न आउँदाखेरि चाहिँ यो प्रब्लम देखियो र कानबाट चाहिँ यस्तो खालको ढिक्का ढिक्का अनि के भन्छ तपाईँको सुन्न अलि के भन्छ गाह्रो भयो थियो दुवै कानबाट? बन्द भएको थियो। दुवै कान बन्द भयो थियो? एउटा कान चाहिँ सुनिन्थ्यो तर सुनिरहेको थियो तर हल्लिरहन्थ्यो क्या खर्ल खर्ल। ए कार्यक्रमबाट पनि आइहाल्नु भयो तपाईँले कान नसुनेर होइन? अब त्यहाँ मिटिङ हुँदा हुँदै एउटा कान नसुन्ने भएको कारणले गर्दा चाहिँ हतार हतार यहाँ हस्पिटल आएर चाहिँ उपचारको लागि चाहिँ आउँदाखेरि चाहिँ अहिले तपाईँको सफल भयो भनौँ। ए तपाईँको कानको यही छ होइन त समस्याहरू? डल्लो डल्लो एउटा सबसे धेरै ठुलो डल्लो यो होइन त? हजुर। ल अनि के भन्न चाहनुहुन्छ अब अरू बिरामीहरूलाई यस्तो? अब यो कान र आँखाको त अब झन् सबै व्यवस्थापन भइसकेका छन् तर आँखाको चाहिँ तपाईँ के अरे कानको चाहिँ त्यो छैन। जो हाम्रो सरबाट चाहिँ अब हाम्रो डक्टर सरबाट चाहिँ यो उपचार सफल भयो यो खुसी लाग्दो कुरा छ। यस्तो खालको समस्या पऱ्यो भने यो कानको लागि चाहिँ ख्याल ख्याल नसोच्नु होला र आएर चाहिँ सरसफाइ गर्नुपर्ने चाहिँ रहेछ भन्ने चाहिँ ध्यान जाओस् मैले यही भन्न चाहेँ। ल धन्यवाद है सर। ल